आज चाहिँ हामीहरू माछा मार्न आएको यी साथीहरू टन्नै छन् माछा फिसिङ गर्नुको लागि। यहाँ जाल लिएर आएको छौँ। कति लाग्छ कति मार्छ देखाउने छौँ हामी के पनि यो भिडियोमा। माछा बोक्ने भरिया यही हो। एउटा यता छ, यता जालारी। मजाएर क्यामेराम्यान हो। माछा खै देखाऊ माछासँग डराइसक्यौ। तर माछा आछ भुरा माछा। अहिले ठुलो आएपछि देखाउने छु। साथी हो हेर्नु, माछा हाल्दैछ साथीले। टन्नै 3टा 4टा आएछ। तर मसिनो चाहिँ नबोक्ने भन्छन्। तर मैले भनेको मसिनो झन् मिठो हुन्छ भनेर हाल्नु लगाएको छु। तर के त अहिले भरे चाहिँ फ्याक्सन होला हो। साथीले जाल त हान्ने पो कता टाढो पो गइसक्यो। म चाहिँ यहाँ क्यामेराम्यान चाहिँ पछाडि छु है। जाल त फुकिएन जस्तो छ भाइ। हेरे ठुल्ठुलो कोलब्बे यहाँ हान्नु पर्थ्यो नि भाइ। यहाँ हान्नु पर्थ्यो नि। कोलब्बे माछा टन्नै छ यहाँनिर यार। तर के गर्ने। हेरौँ कति आउँदो रहेछ। मसिनो त टन्नै आउँछन्। के गर्ने। मसिनो माछा चाहिँ अब सबै छोडिदिएको छौँ। पछि ठुल्ठुलो हुन्छ। टन्नै छ मसिनो माछा हेर्नु त्यहाँ उफ्रिएको। तर हामी चाहिँ ठुलो माछा खोजेर हिँडिन्छ। ठुलो माछा पनि मारिन्छ। वहाँ माथि जान्छौँ भरे है साथी हो। हेर्दै गर्नु होला। भिडियो हेर्नु नसुताउनु होला साथी हो। यहाँनिर हान्नु पर्यो खिनबाइले यार। पानी परेछ नि फेरि। यहाँ चाहिँ ठुलो माछा छ है साथी हो। यहाँ ठुलो माछा आज ठुलो माछा आज एउटा परेको छ होला। बिस्तारै बिस्तारै गयो कि छ। 2टा थियो। 2टा त छोपिया थियो। ठुल्ठुलै उफ्रिया थियो। तर भागिसक्यो जस्तो लागिसक्यो। यहाँ माछा पुग्ने भरियार यता छन्। ओहो गयो नि गयो। माछा त टन्नै आउँछ। सेतो माछा छ। कोलब्याको भुरा धेरै छ। तर भुरा चाहिँ खाइँदैन क्या। हामीहरू ठुल्ठुलो खोजेर हिँडेको। भुरा चाहिँ छोडिदिनुपर्छ। कतिवटा आयो यहाँ त छ त। ठुलो गइसक्यो एउटा त। 2टा ठुलो गएछ भाइ। एउटा मात्रै आयो। हेर मसिनो माछा हेर्नु यहाँ कति छ। मसिनो झरेको पोखरीमा जति है साथी हो। ठुलो चाहिँ हाल झ्यापमा लाएर आउँछ कि किन नआउने माछा आउँछ। एउटा चाहिँ गयो है भाइ। यहाँ पनि आइरहेछ है माछा चाहिँ जस्तो लागिरहेछ हामीलाई। माछा बोक्ने भरिया यतातिर छ। जालारी यतातिर छन्। म चाहिँ क्यामेराम्यान हो।
माछा भागिसक्यो यार। मसिनो मात्रै ज्यादा छ यार। ठुलो माछा त भागिहाल्छ हेर। माछा बोक्ने साथीहरू त कति हो कोही यतातिर छन् कोही यतातिर छन्। माछा चाहिँ आउनु त आएको तर भुरा माछा दियो त जाऊ न तल जाऊ न यार। गयो पर्या छ। गयो ठुलो थियो यताबाट हानेको थियो फेरि उता गएर उम्किएर गइसक्यो फेरि। छ एउटा चाहिँ गयो छ टन्नै छ बापरे ये कैसा है बन्धु भाइ भालो मसालबा ल हेर्नु त एउटाले छाकु यो एरिया छ भने नि अझै त्यहाँ यत्रो छ यार। त्यो यो भने ठुलो गयो एउटा यत्रै गयो अर्को त्यो सानो सबै फाल्दिनु बुवाङ बुवाङ मरे पनि मरोस् बुवाङ बुवाङ मैले बल्छीमा पारेको जत्रो छ नि ल ल हेर्नुहोस् उचालिएर यता देखाउनु भाइ म यहाँ भिडियो गरिरहेको छु। ल आजको जालहारीको माछा हेर्ने कत्रो हेर्ने है एउटै छ 1.5 केजीको होला। डरो आयो माछा झोला थाहा पुग्यो त झोलामा हाल कत्रो छ कोलम्बिया हो भने बड्का छ रे चोड्न फ्याँक्नु न। यसले ठुलो पाएपछि मसिनो माछा चाहिँ खोलामा फ्याँकिसक्यो हेर्नु त कति छ सानो माछा पक्रेको माछा सबै फ्याँकिसक्यो। यदिमा ठुलो नपाउँदा यही खानुपर्ने थियो है। मलाई त यही सानो भुडा चाड राख्दै भए हुन्थ्यो नि यार। ये तो लगता है टेस्टी है खाने के लिए। मैं बोयो तुम्हारे लिए बोयो मैं।